हाई अब हामी चाहिँ धरान फर्किँदैछौँ अब बहिनीहरूको घरमा बस्यौँ त 4-5 दिन होइन हामीलाई एकदम राम्रो गर्नुभयो अब चाहिँ हामी मम्मी म निर्जल अब धरानतिर लागेको तुलसी दिदी यति दिन माया गरिदिनु भयो थ्याङ्क यू सो मच फेरि भेटौँ हामी होइन छिट्टै भेट्नुपर्छ अनि पवित्र बहिनी हामी फेरि आउँछौँ भने फेरि भेट्नुपर्छ होइन हामी चाहिँ के अरे देउरानी जेठानी हामी आउँदै बिहे भइसक्यो मेरो यहाँ चाहिँ अब सबैजना फ्यामिलीहरूले हामीलाई म्यानेज गरिदिँदै हुनुहुन्छ हाम्रो सामान धेर भएर 2-2वटा ट्याक्सीहरू बुक गरेर अब एयरपोर्टतिर लाग्दैछौँ मम्मी यहाँ बस्नु भएको म चाहिँ कहाँ बस्नु ए कहाँ हुन्छ म जहाँ अट्छु त्यहीँ बस्छु उहाँ चाहिँ त्यो ट्याक्सीमा बस्नुहुन्छ जस्तो न यहाँ हाम्रो बेना मामा अनि दाई यहाँ हाम्रो दिदी माइजू माइजू चाहिँ माथि हुनुहुन्छ ल सबैजनालाई बाई 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 माइजू ल अब ट्याक्सीमा चढौँ होला कहाँ बस्नु अरे म अट्छु ल बसौँ होला अट्छु होला बाई बाई सी यू अगेन यस आफ्टर 2 weeks नेट छैन है कान्छा नेट छैन मेरो अब चाहिँ मम्मी म अनि यहाँ दिदी सर हाम्रो दिदी हामी सबैजना मिलेर अब एयरपोर्ट जाँदैछौँ हामी चाहिँ धरान फर्किन्छौँ दिदी चाहिँ काठमाडौँ फर्किनुहुन्छ एयरपोर्ट आइपुगिसक्यौँ अब हाम्रो ट्रलीमा सामान हालेर हामी भित्र जाँदैछौँ ल जाउँ कति धेरैजना है मान्छेहरू त हामी चाहिँ डोमेस्टिक डिपार्चर तर हाम्रो यो पार्ट होइन अब धरान जाँदैछौँ एयरपोर्टमा आइपुग्छौँ अब हामी यहाँबाट धरानको लागि जान्छौँ बिरासनगर जान्छौँ बिरासनगरबाट चाहिँ धरान लगेजहरू चाहिँ यति धेरै भयो प्लेनमा हाल्नु अलिक अप्ठ्यारो हुन्छ होला अनि म बसिरहनु भएको छ यहाँ चाहिँ अनि निर्जल चाहिँ के गर्नु जानुभयो कता जानुभयो भनेर भने रहेन रहेछ अहिले चाहिँ हामी काठमाडौँको नेसनल एयरपोर्टमा छौँ होइन यहाँभित्र हाम्रो चाहिँ बुद्ध एयरको टिकट रहेको छ अनि अब यहाँनिर चाहिँ बोर्डिङ पासको लागि हामी पर्खिरहेको छौँ अनि यहाँनिर हल्का मम्मीको चाहिँ सामानहरू धेरै भएको कारणले गर्दाखेरि त्यहाँनिर मिलाउनुको लागि चाहिँ निर्जलहरू गइराख्नु भएको छ अनि त्यस पछाडि चाहिँ हामी जान्छौँ र हाम्रो चाहिँ बोर्डिङ पासहरू भएर टिकटहरूमा स्ट्याम्पहरू लागेर चाहिँ वेटिङ रुममा आएको छौँ आज फ्लाइट डिले हुन्छ भनेपछि हामीले वेट गर्नुपर्ने हुन्छ कति घन्टा लाग्छ त्यो चाहिँ थाहा हुँदैन अब हामी यहाँनिर बस्छौँ वेट गर्दै अस्ति आउँदा पनि 2 आवर्स बसेको थियो आज डिले भएर जहिले डिले हुन्छ यहाँ अहिले चाहिँ हामी गेट नम्बर 5 तिर लाग्दैछौँ मम्मीलाई अब लिएर गेट नम्बर 5 तिर जानुपर्ने हुन्छ हामीले त्यता बोलाएको रहेछ के भइसकेको हो हाम्रो डिले नहुने रहेछ ए वाउ ल हाम्रो डिले नहुने रहेछ अब हामी बसमा चढेर जाने मलाई छौँ हाम्रो चाहिँ हामी लग्नु पर्यो है डिले भएन नि हाम्रो
टप सिक्रेट जाँदैछौँ कस्तो हुँदैछ 2-3 वर्ष पछाडि घर जाँदा एकदम रमाइलो भएछ कतिखेर पुग्नु भइसक्यो मलाई त घर है Yes. मम्मी कस्तो हुँदैछ अनि घर जाँदा अब कति वर्ष पछाडि घर जान लाग्नुभएको 3 वर्ष अनि कस्तो लाग्दैछ रमाइलो ल एक घरले पर्खिरहेको छ तपाईँहरूलाई जाउँ म चाहिँ लिनु आएको नि उहाँहरू दुईजनालाई फेरि काठमाडौँ रामधरन भनेर हाँस्दैछ हाई सो म चाहिँ अहिले प्लेनभित्र छु होइन बुद्ध एयरको प्लेनभित्र छु अनि हामी चाहिँ प्लेन हेरिसक्यो होइन अनि म चाहिँ आज फर्स्ट टाइम मेमासँग ट्राभल गर्दैछु होइन सँगै ट्राभल है दुईजना अब यहाँदेखिको हाम्रो लाइफमा धेरै नै ट्राभल्सहरू हुँदैछ सँगै बट दिस इज द फर्स्ट टाइम हामी दुईजना सँगै साथमा बसेर ट्राभल गर्दैछौँ होइन सो हाउ आर यु फिलिङ सो एक्साइटेड एन्ड सो ब्लेस्ड किनभने तपाईँ हुनुहुन्छ मम्मी हुनुहुन्छ मलाई पनि पकड ल्याइदिनु न यस मम्मी हाई मम्मी तपाईँ के भन्न चाहनुहुन्छ हेलो सबैजना एकदम साथमा छौँ छोरा नानो खुसी छु मम्मीसँग पनि मेरो फर्स्ट ट्राभल हो हाम्रो हामी फ्यामिली फर्स्ट टाइम हामी यसरी ट्राभल गर्दैछौँ बाई द वे हामी म्यारिड है मेरो फ्यामिली हो होइन यस सो मायासँग पनि फर्स्ट टाइम मेरो हस्बेन्डसँग पनि फर्स्ट टाइम अनि मेरो मम्मीसँग पनि फर्स्ट टाइम उहाँ चाहिँ पछाडि बसिराख्नु भएको छ नि हामी दुईजना चाहिँ सँगै बसिरहेको छौँ भने एकदमै आफ्नो पार्टनरसँग यसरी ट्राभल गर्दाखेरि चाहिँ यस्तो भाइस नै अर्कै आउँदो रहेछ होइन मलाई त्यस्तै आइरहेको छ अनि अब हामी जाँदैछौँ उहाँ चाहिँ घर जाँदै हुनुहुन्छ होइन कति वर्ष पछाडि घर जाँदै हुनुहुन्छ आज यस एन्ड यु हेभ अ सरप्राइज एट होम सो अब हामी जाँदैछौँ यहाँ सुरु भइसकिसकेको छ अनि सियु अनि हामी चाहिँ पछि पछिमा भिडियोहरू पनि बनाउँदै जानेछौँ बादलमा हामी दुईजना भिडियो बनाउँदै जाने अब सो सियु देयर कि त डाइरेक्ट हामी विराटनगरमा पुगेर भ्लग कन्टिन्यू गर्नेछौँ अनि पछि पछिको पनि सिनेरी त देखाउनु पऱ्यो नि त होइन पछि पछिको बादलहरूको सिनेरीहरू देखाउँदै हामी विराटनगर पुग्नेछौँ अब हामीलाई 45 मिनट्स लाग्छ होइन यहाँबाट जानु 45 मिनट्समा चाहिँ हामी विराटनगर पुग्नेछौँ प्लेन चाहिँ टेक अफ भइसकिसकेको छ होइन अब हाम्रो जर्नी सुरु भइसक्यो अनेस्टली भन्दा कस्तो गर्नु डर कति लागिरहेको छ अलिअलि चाहिँ चिउचिउ भइरहेको छ होइन बट दुई तिनचोटि नै ट्राभल गरिसकेको छ कि त्यही भएर चाहिँ अलिकति एक्सपिरियन्स भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो डर चाहिँ लागेको छैन तर अलिकति हाइटमा जाँदाखेरि चिउचिउ भइरहेको छ बाहिर हेऱ्यो भने चाहिँ झन् चिउचिउ हुन्छ होइन बट म हेर्छु नै किनभने बाहिर भ्यूको दामी आइरहेको छु सो यो रहेको छ भ्यू चाहिँ अब हामीले आज काठमाडौँ छोड्यौँ होइन पर चाहिँ उयो के भन्छ हिमालहरू आइरहेको छ अनि अब हामीले काठमाडौँ छोडेर जाँदैछौँ भ्यू चाहिँ यस्तो रहेको छ सबैभन्दा राम्रो भ्यू चाहिँ यहाँ बाहिर हेर्ने बाहिर हेर्नु Yes, my best view is here at मलाई हेऱ्यो भने बाहिर हेर्नु पर्छ तपाईँले my favorite all time favorite view यस्तो भइरहेको छ लाउरे दाइ चाहिँ अगाडि हिँडिसक्नु भइसक्यो अब यहाँ मम्मी र म हिँड्दैछौँ मम्मी र म पछाडि अब उहाँले हामीलाई जहाँ लानुहुन्छ त्यही लानु जानु पर्यो नि हामी होइन चिसो रहेछ मम्मी यहाँ खुसी लागिरहेको छ How are you feeling नेपालमा सो एक्साइटेड है एक वर्ष पछि आएको म लास्टले पनि आएको थिएँ नेपाल हेर्न यो वर्ष पनि आएँ होइन आउने मन थिएन तर आउनै पऱ्यो जस्तो कस्तो लाग्यो आउनु भएको तपाईँको लागि सबिनाको लागि भन्न तपाईँको लागि न स्पेसल सबैना म्यामको लागि आएको म चाहिँ लागि आएको नभन्नु राख्दै उहाँ पनि स्पेसल मेरो लागि आउनुभएको मम्मी पनि स्पेसल मेरो लागि आउनुभएको अनि मम्मी भन्नु मसँग भेट्दा तपाईँलाई कस्तो लागिरहेछ खुसी लाग्यो नि कति खुसी लाग्यो नि मम्मी एकदमै ह्याप्पी हुनुहुन्छ म पनि एकदमै ह्याप्पी छु मैले नयाँ परिवार पाएको छु नयाँ मम्मी पाएको छु सबैभन्दा ठुलो त मैले मेरो हस्बेन्ड पाएको छु एउटा त हस्बेन्ड त हुँदैन मम्मी बुढा होइन नेपालीमा भन्दाखेरि अब मैले नेपालमा मेरो बुढा पाएको छु अब हामी चाहिँ अगाडि बढ्दैछौँ यहाँबाट ट्याक्सी लिने अनि जाने सो हामीले चाहिँ अब एयरपोर्टलाई बाई बाई गरेर अगाडि बढ्दैछौँ
यति म्यामलाई होइन मलाई 40 केजी भार दिनु पनि त्यहाँ 20 केजी मात्र छ है, धेरै छैन। बट सुइस प्राइङहरू बेस्ट होइन। अब हामी धरान जाँदैछौँ है त। यो यसले हेभी बोक्नु सक्छु क्या म, योभन्दा धेरै हेभी पनि बोक्न सक्छु म। डोन्ट अन्डरएस्टिमेट माई पावर। ओके, लेट्स विल सी। ल अब घर आइपुग्नु भयो। थ्याङ्क यू सो मच। मिस्टर एन्ड मिस परियार अरे त्यहाँ लेखेको हेर्नु त, म पनि रहेछ है। अबि वेलकम होम भेना एन्ड मम्मी अरे। ल एकछिन खै म अलिक यता जाउँ। वेलकम होम भेना। थ्याङ्क यू भन्नु छिटो। यो घरमा भित्रकै छैन तैँले ल ल ल कस्तो सरप्राइज वेलकम भयो ल पानी आउँछौ बोरी तीनचोटि उताको यताको ल छिटो छिटो पानी आउँछौ त ए अस्तिको जस्तै हो। कस्तो थियो मम्मी? सिरमा चढाउनु सबै तिनैजना तीनचोटि एकचोटि दुईचोटि तीनचोटि अब अर्को लोटाको थ्याङ्क यू ल भित्रै है आजबाट मेरो छोरा बुहारी घरमा कसैको नजर नलागोस् तिनजनालाई। थ्याङ्क यू। ल भित्रै हात तानेर लानु पर्यो नि त अब ल सरप्राइज तपाईँहरूलाई। वेलकम होम। थ्याङ्क यू। जिन्दगीमा नछुटोस् नमरुन्जेल साथ दिनु ए लु जीवन साथी पुरा एकदम खुलासा दिन गरेर बाँच्नु खुसी मनले जिन्दगी बिताउनु पृथ्वीको जस्तै आइफ सूर्यको जस्तै ताप शिवजीको जस्तै शक्ति एकदम पर्यावको जोडी जस्तै भएर जिन्दगी ठ्याक्कै लाग्छ है। थाहा छैन के भन्ने होइन, त्यो पनि अब भन्नु चाहिँ पर्दाखेरि थ्याङ्क यू सो मच होइन सबितालाई अनि सबिन भाइलाई थ्याङ्क यू सो मच। मैले एक्सपेक्ट चाहिँ गरेको थिइनँ, तर म्यामले सरप्राइज भन्दा मैले सोचेँ कि आज केही बनाएर खुवाउने होला सायद भनेर सोचेको थिएँ होइन। अनि जब सामान राखेर यहाँ आयौँ दुईजना देखेँ होइन, अनि खुसी लाग्यो होइन। अनि दुईजनाको त्यस अनुहारमा पनि अब हामीलाई देखेर त्यो हुन्छ नि खुसी देखेँ। त्यसपछि जब माथि आएँ, माथि आउँदाखेरि मैले देखेँ हामीमा बेलुनको डेकोरेसनहरू मिस परिवारसँग के लेखेर यस्तो लेखेको थियो, अनि हाँसेको होइन सिम्बलहरू थियो। अनि त्यसपछि जब यहाँ रुममा आयौँ, रुममा आउँदाखेरि यति सबै एरेन्ज गरेर थ्याङ्क यू सो मच होइन। अब हामी फेरि 7500 किलोमिटर त्यत्रो टाढादेखि आयौँ होइन। स्पेसली म्यामको लागि भन्नु लाग्यो होइन, म आउने पनि थिएन, मेरो साथी सबै भएको छैन। म लास्ट इयर मैले हामी यहीँ बसेर पार्टी गरेको थियौँ। अनि यहाँ गर्दा चाहिँ म अब आउँदिनँ भनेर, म 10 वर्ष आउँदिनँ भन्ने मेरो प्लान थियो, तर आई इभ्याकुएट अल माई प्लान होइन। अनि स्पेसली तपाईँको लागि आएको। अनि दुईजनालाई थ्याङ्क यू सो मच होइन। दिस इज ग्रेट थिङ होइन, यो लाइफको चाहिँ एउटा भनौँ न कहिले पनि नबिर्सिने मेमोरी हो। सो थ्याङ्क यू वान सेकेन्ड। एउटा थियो मैले भन्ने चाहिँ बिर्सेँ होइन। अनि यो वेलकम चाहिँ हाम्रो सबिता म्यामले होइन पनि होइन उहाँले गर्नुभएकोले सबै हामीलाई थाहा छ कि कति लाग्यो मलाई, तर जुन यो हेर्दाखेरि यसलाई छुँदाखेरि होइन अर्कै खालको जुन स्पर्श छ नि यस्तो हुन्छ भने उहाँलाई यो बनाउँदाखेरि कति टाइम लाग्यो। यो सबै तपाईँलाई माया हो। थ्याङ्क यू सो मच एन्ड आई रियली डिजर्भ दिस। आफ्नो भाइको सास छ है त्यो बिहान गोबारी। थ्याङ्क यू सो मच। ल अरूलाई पनि थ्याङ्क यू, भाइलाई सबैलाई पनि थ्याङ्क यू, सबैजनालाई पनि थ्याङ्क यू फर अल दिस। अब मसँग पनि शब्द छैन है। एन्ड थ्याङ्क यू सबैलाई म्याम, तर म थ्याङ्क यू टु यु। डोन्ट फर्गेट। तपाईँले गरेर म यहाँको अहिले ओके थ्याङ्क यू।